हाई एभ्रिवान, मैले चाहिँ यो इटरी सुनसरीदेखिबाट चाहिँ प्रोटिन लड्डु अर्डर गरेको थिएँ क्या। उहाँहरूको भिडियो चाहिँ मेरो टिकटकको फर यू पेजमा आएको थियो क्या होइन। अनि मैले चाहिँ के कस्तो रहेछ भनेर उहाँको टिकटक प्रोफाइल भिजिट गरेँ। उहाँहरूले चाहिँ भर्खरैदेखिबाट स्टार्ट गर्नुभएको रहेछ यो बिजनेस चाहिँ होइन। अनि मैले चाहिँ उहाँलाई वाट्सएपमा कनेक्ट गरेर मेसेज गरेँ। अनि उहाँले मेसेजको रिप्लाई पनि इन्स्ट्यान्ट दिनुभयो होइन। काठमाडौँ डेलिभरी हुन कति टाइम लाग्छ अनि कति चार्ज लाग्छ भनेर मैले सोधेको थिएँ उहाँलाई चाहिँ। अनि उहाँले चाहिँ काठमाडौँ डेलिभरी हुन चाहिँ 3-4 दिन लाग्छ म्याम, अनि डेलिभरी चार्ज चाहिँ 150 हो भन्नुभएको थियो उहाँले चाहिँ। हुन्छ म्याम भनेर मैले चाहिँ अर्डर कन्फर्म गर्न लगाएँ उहाँलाई होइन। अनि उहाँले चाहिँ डेलिभरी चार्ज चाहिँ पेमेन्ट गर्नुपर्ने हुन्छ भन्नुभएको थियो। अनि मैले डेलिभरी चार्जको चाहिँ पे गरेको थिएँ। अनि आई एम सो लकी फर द्याट होइन। मैले चाहिँ यो कति हिजोको 11:30-12 बजीतिर मैले अर्डर कन्फर्म गरेको थिएँ। अनि लकिली मैले चाहिँ यो आज 5 बजे नै मैले यो रिसिभ गर्न पाएँ क्या। म एकदम धेरै एक्साइटेड थिएँ होइन। मैले चाहिँ यो घरमा ल्याएर हतार गएर ओपन गरेँ होइन। अनि एउटा चाहिँ ट्राई गरेँ क्या। साँच्चै नै एकदम कस्तो अर्ग्यानिक फ्लेभर नै थियो क्या। होममेड भनेको होममेड नै हो भनेको जस्तो फिल भयो क्या मलाई चाहिँ। अनि प्याकिङ पनि एकदम राम्रो थियो उहाँहरूको होइन। अनि तपाईँहरूले पनि यस्तै होममेड अनि अर्ग्यानिक फ्लेभरको खान चाहनुहुन्छ भने चाहिँ उहाँहरूलाई कनेक्ट गर्दा हुन्छ। मैले उहाँहरूको चाहिँ तल मेन्सन पनि गरिदिएको छु उहाँहरूको टिकटक पेज। उहाँहरूलाई चाहिँ कनेक्ट गर्दा हुन्छ है त।